येशू ख्रीष्टको नाममा जय मसीह। स्वागत छ तपाईलाई तपाईको लागि जवाफ युट्युब च्यानलमा। म हुँ सानु थापा। जब हाम्रो छोराछोरीहरू घर छोडेर जान्छन्, उनीहरू 18-20 वर्षको भएपछि त घर छोडेर जान्छन् त। उनीहरू पढाइ लेखाइको सिलसिलामा, जबको सिलसिलामा, उनीहरू आफ्नो सपना पूरा गर्न, आफ्नो लक्ष्य पूरा गर्न उनीहरू घर छोडेर जान्छन्। जानुभन्दा पहिला हामीहरूले हाम्रा छोराछोरीहरूलाई संसारमा गएर कसरी जीवन जिउने भनेर सिकाउनु पर्ने हुन्छ। यदि तपाई क्रिस्चियन हुनुहुन्छ भनेपछि हाम्रा छोराछोरीहरूलाई हामीले 3टा कुराहरू अनिवार्य रूपमा सिकाउनु पर्ने हुन्छ। ती 3टा कुराहरू के हुन् भनेर आजको भिडियोमा म बताउने छु। तपाई भिडियोमा अन्तिमसम्म जोडिराख्नु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भनेपछि च्यानललाई सब्स्क्राइब गरेर अल नोटिफिकेसन बेलमा क्लिक गरेर राख्नुहोस् र हाम्रो च्यानलद्वारा पोस्ट गरेका भिडियोहरू सबभन्दा पहिला तपाईले हेर्न पाउनुहुनेछ। आउनुहोस् हामी भिडियोमा अगाडि बढ्नेछौँ। हाम्रो छोराछोरीहरूलाई सिकाउनु पर्ने पहिलो नम्बर कुरा, हामी सेवक बन्नुपर्छ। यस्तो घटिया कुरा पनि कसैले आफ्नो छोराछोरीलाई सिकाउँछ? हो, हामी सबैजनालाई हाम्रो छोराछोरीहरू महान भएको, ठूलो व्यक्ति भएको चाहन्छौँ। कसैले पनि हाम्रो छोराछोरीहरू सेवक भएको हामीलाई मन पर्दैन। तर येशू ख्रीष्टले भन्नुहुन्छ, यदि तिम्रो मध्ये कोही ठूलो हुने इच्छा गर्छ भनेपछि त्यसले सबैको सेवा गर्नुपर्छ। भन्नुको मतलब, यदि तिम्रो मध्येमा जो कोही पनि यदि ठूलो हुने, महान हुने इच्छा गर्छ भनेपछि त्यसले सबैको सेवा गर्नुपर्छ। यहाँनिर येशू ख्रीष्टले विनम्रता र सेवक भावनालाई जोड दिनुहुन्छ। अरूलाई सहयोग गरेर नेतृत्व गर्नुपर्छ भनेर उहाँले सिकाउनुहुन्छ। हामीले संसारको साँचो महानता प्राप्त गर्नको लागि हामीले अरूलाई सहयोग र सेवा गर्नुपर्छ। जब हामीले अरूलाई सहयोग गर्छौं, अरूको सेवामा हामी लाग्छौं भनेपछि हामी अरूका लागि प्रेरणाको स्रोत बन्छौं अनि हाम्रो सम्मान र प्रभाव बढ्दै जान्छ। यसरी सेवक भावना र महानता चाहिँ एक आपसमा जोडिएको हुन्छ। येशू ख्रीष्टले बोल्नु मात्रै भएन, उहाँ स्वयंले विनम्रतापूर्वक अरूको सेवा गर्नुभयो। हामी हेर्छौं भने मदर तेरेसालाई उहाँले आफ्नो सम्पूर्ण जीवन बिरामी र अशक्तहरूको सेवामा लगाउनु भयो। अनि नेशनल मण्डेला र महात्मा गान्धीलाई हेर्छौं भनेपछि उहाँहरूले समाजमा ठूलो परिवर्तन ल्याउनको लागि आफ्नो जीवनलाई समर्पित गर्नुभयो अनि आज उहाँहरू महान व्यक्ति भनेर चिनिनुहुन्छ। संसारले त जति सक्दो अरूबाट सेवा लिनुपर्छ भनेर सिकाउँछ। महान व्यक्ति हुनको लागि अरूलाई सेवक बनाउनुपर्छ, ठूलो व्यक्ति हुनको लागि अरूलाई सेवा गराउनुपर्छ भनेर हुन्छ। तर हामी येशू ख्रीष्टका चेला भएको कारणले गर्दा फेरि हामीहरूले सेवा लिने होइन, महान व्यक्ति हुनको लागि अरूलाई सेवा दिनुपर्छ भनेर सिकाउनुपर्छ। हाम्रो छोराछोरीलाई सिकाउनु पर्ने दोस्रो नम्बर कुरा, हामी नम्र हुनुपर्छ। येशू ख्रीष्टले मत्तीको पुस्तक 5 अध्यायको 5 पदमा भन्नुभयो, धन्य नम्रहरू किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। नम्र व्यक्तिहरू भनेको सौम्य, विनम्र र धैर्यवान व्यक्तिहरू हुन्। नम्रता र संयमता व्यक्तिमा हुनुपर्ने महत्त्वपूर्ण गुणहरू हुन्। यस्ता गुणहरू भएका व्यक्तिहरू अरूसँग सहकार्य गर्न, शान्ति स्थापना गर्न र समाजमा दीर्घकालीन रूपमा बस्न सक्षम हुन्छन्। त्यस्ता व्यक्तिहरूले सजिलै अरूको विश्वास र सम्मानलाई जित्ने भएकाले उनीहरूलाई समाजमा महत्त्वपूर्ण भूमिका खेल्ने अवसर दिइन्छ। तपाई जुनै पनि क्षेत्रमा हेर्नुहोस्, नम्र व्यक्तिहरूलाई नै ठूला ठूला जिम्मेवारीहरू सुम्पिएको हुन्छ। त्यसकारणले आफ्ना छोराछोरीहरूलाई नम्र हुन सिकाउनुहोस्। जहिले पनि आफ्ना छोराछोरीहरूलाई असल कुराहरू सिकाउनुहोस्। नराम्रा कुराहरू सिकाउनलाई त संसार छँदैछ नि। छोराछोरीले जहिले पनि परिवारबाट राम्रो कुराहरू सिक्नुपर्छ। आफ्ना छोराछोरीलाई नम्र हुन सिकाउनुहोस्। तेस्रो नम्बर कुरा, तेस्रो नम्बरमा क्षमा दिन सिकाउनुहोस्। येशू ख्रीष्टले मत्तीको पुस्तक 6 अध्यायको 14 र 15 पदमा यसरी भन्नुभएको छ, किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुने छैन। हेर्नुहोस् त, क्षमा गर्न कति महत्त्वपूर्ण रहेछ। मैले फेसबुकमा एउटा स्ट्याटस भेटेको थिएँ जसमा लेखिएको थियो, क्षमा दिनु र लिनु चाहिँ क्यान्सर रोगबाट मुक्त भएको बराबर हो भनेर भनेको थियो। अनि मलाई त्यो एकदमै मन पर्यो। मैले स्क्रिनशट पनि लिएँ त्यसको। जसरी क्यान्सर रोग निको पार्नु महत्त्वपूर्ण छ, त्यसरी नै क्षमा लिनु र दिनु पनि महत्त्वपूर्ण छ। यसमा ठूलो शक्ति छ। यसले नकारात्मक भावनाबाट मुक्त गर्छ
र व्यक्तिलाई मानसिक र आत्मिक रूपमा स्वस्थ पार्छ। यसले मानसिक शान्ति दिन्छ, यसले रिस कम गर्छ, सम्बन्धमा सुधार ल्याउँछ। यदि तपाईँ आफ्नो मनलाई हलुका र खुसी बनाउन चाहनुहुन्छ भनेपछि क्षमा गरिदिनु चाहिँ उत्तम उपाय हो। संसारले त बदला लिन सिकाउँछ, तर येशू ख्रीष्टले क्षमा दिन सिकाउनुहुन्छ। हामीहरूले हाम्रा छोराछोरीलाई यी कुराहरू किन सिकाउनु पर्छ त भन्दाखेरि उनीहरूलाई हामीहरूले चेला बनाउनु पर्छ र परमेश्वरको वचन सिकाउनु पर्छ। अनि उनीहरूले पनि पछि गएर धेरै चेलाहरू निर्माण गर्नेछन्, परमेश्वरको सुसमाचार सुनाउनेछन्, परमेश्वरको राज्यमा काम गर्ने व्यक्तिहरू हुनेछन्। आमेन। तपाईले कमेन्टमा आमेन टाइप गरिदिनुहोस्, या त तपाईको मनमा लागेका कुराहरू तपाईले कमेन्टमा लेख्न सक्नुहुन्छ। आज तपाईले 3 वटा कुराहरू सिक्न पाउनु भएको छ। आफ्नो छोराछोरीलाई सिकाउनु पर्ने 3 वटा कुराहरू। पहिलो कुरा हामी सेवक बन्नुपर्छ, दोस्रो कुरा नम्र हुनुपर्छ, तेस्रो कुरा क्षमा दिनुपर्छ। यी 3 वटा कुराहरू तपाईले पनि आफ्ना छोराछोरीलाई सिकाउनुहोस् र परमेश्वरले तपाईलाई आशिष दिनुभएको होस्। तपाईको परिवारलाई, तपाईको छोराछोरीलाई प्रशस्त मात्रामा परमेश्वरले आशिष दिनुभएको होस्। र तपाईले अझै पनि भिडियोलाई लाइक गर्नुभएको छैन भनेपछि भिडियोलाई 1 लाइक गरिदिनुहोस् र यो भिडियो तपाईले आफ्नो साथीभाइहरू कहाँ शेयर गरिदिनुहोस् र धेरैभन्दा धेरै मानिसहरूले यो भिडियो हेर्न सक्नुभएको होस् र आशिष प्राप्त गर्न सक्नुभएको होस्। अर्को नयाँ भिडियोमा फेरि पनि भेटौँला। जय मसीह।